फटाफट काटा छिटो छिटो सक्नुपर्छ धान छिटो काटा छिटो राम्रोसँग छिटो काटा तिमीले नि मान्छे धेरै नहेर है एरा धेरै नहेर है नबिउ धेरै फटाफट। नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई आज अर्को नयाँ भिडियोमा। आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु एभ्रिवान। अनि आज के छ स्पेशल? आज स्पेशल केही छैन, आज जे होस् मजा आउनेवाला छ। अनि साथसाथै तपाईहरुलाई यो धानबारीमा पनि स्वागत छ, किनकि म धानबारीमा आइसकेको छु। हेर्नु साथीहरु, आज मजाले धानबारीमा धान काटेर मजा लिनु पर्ने हुन्छ। हाम्रो धान काट्ने भइसक्यो कि यहाँहरुले कहिले काटिसक्नु भएछ? कसैले काटिसक्नु भएछ? हामी पनि अलि अघि नै आठौँ नि, अहिले मजाले घाम लागिसक्यो। अनि अलि अगाडि नै आएको, अनि अगाडि एउटा माथि अलिअलि काट्यो, माथि काटेर यहाँ छ अझै यहाँ छ, यतातिर छ। आज मजाले धान काटेर मजा लिनु पर्ने हुन्छ। हामी सबैजना आइसक्यौँ, अरे आराम गर्दैछन्। कस्तो देखाएको हो र? अनि मजाले यहाँनिर सबैजना बसिरहेका छन्। यो अलिकति काटेर थाकिसके। अनि अझै यो छ अलिकति यहाँ छ, यो मजाले काट्नुपर्ने हुन्छ हामीले। अनि आज जे होस् मजा आउनेवाला छ, मजा लिनुपर्छ ल। हजुर हजुर साथीहरु, मैले अहिले यस अनुहार जुम गरेर अहिले रोक। म अहिले यो सब काटिसकेँ, एक्लै काटेको, यिनीहरूले कोहीले काटिनन्। हेर्नु साथीहरु, हामीले सब यो काटिसक्यौँ। यो एमा कसम के भयो, के हुन्छ यो अनि यो धानले काटेकै यो चाहिँ कस्तो के काट्यो उठाउने। अनि अब बाँकी यो छ, यो काटिसकेर हामी सुत्न जानुपर्ने हुन्छ। हेर्नु साथीहरु, अब मजा आउनेवाला छ। काट न, कस्तो काट्छ? काट न काट्नुस् न, छिटो काट ओइ, फटाफट स्पिड छिटो काट, छिटो काट तिमीले नि मान्छे धेरै नहेर है, एरा धेरै नहेर है, नबिउ धेरै। फटाफट फटाफट काट्ने, फटाफट 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 छिटो 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 छिटो। 12 बजिसक्यो, यिनीहरूले काट्दैनन्। छिटो छिटो काट, फटाफट गो गो गो, सक्नुपर्छ छिटो छिटो। हेर्नु एभ्रिवान, हामी 12 बजिसक्यो, यहाँ 12 बजीसम्म चाहिँ काटेर सकेको छैन। यो हामीले सक्नु त यति सकिसक्यौँ, यति धेरै। एउटा टोपाटा, यो 2, यो 3वटा, अनि यो 4वटा हुन्छ। ल्याग्न गरे धेरै, फटाफट काट छिटो छिटो छिटो। हजुर मोबाइल डन्टोले राम्रो पर्ने रहेछ कि अघि नै। त्यही त नछेटेर के गरिन्छ हौ, त्यस्तो छिटो छिटो मान्छे न उभिँदैन है, छिटो नउभिउ, छिटो काटा काटा। उभिँदैन, छिटो छिटो नबिउगे नबिउ, छिटो काटा। फेरि तिमी उभे, तिमी काटा कि छिटो नबिउ। कस्तो एकछिन र हामी सकिसक्यौँ। हेर्नुहोस् एभ्रिवान, कस्तो महसुस भइरहेछ? कस्तो महसुस भइरहेछ? कस्तो महसुस भइरहेछ? गुड होइन के? हजुर अरू बोल न, अरू त केही त बोल। सही सक्को जाम आउनुहोस्। हेर्नु साथीहरु, हामीले सकिसक्यौँ। यस्तो दुःख कट्टी काटेर बल्ल सक्को। यो उठाएर ल्याऊ ल। हजुर हजुर सही कुरा गर्नुभयो तपाईले। हजुर हजुर हेर्नु साथीहरु, हामीले सकिसक्यौँ, मजाले सकिसक्यौँ। यो 3वटा पाटाहरू अब एकछिनमा हामी खान जानु पर्ने हुन्छ।
हजुर खेत सकिसक्यो हामीले खेत त्यही अब हामी खाना खान जानुपर्ने हुन्छ है त अघि बोल्नु के एक्सन भन न एक्सन बोल्नु अहिले कटाउनु होला हेर्नु साथीहरू म खाना खान आइसकेँ अब यहाँनिर धान काटेर टन्नै अनि टन्नै काटेर टन्न खाना खानुपर्ने हुन्छ हामी सबै मिलेर राम्रो छ सिनेमा हेर्नुहोस् आउनुहोस् तपाईँलाई स्वागत छ मेरो घरमा क्यामराम्यान आउनुहोस् यता ओ माय गॉड हेर्नु कति राम्रो छ के मलाई तपाईलाई यस्तो म ह्यान्डसम जुत्ता नि म ह्यान्डसम जुत्ता नि अब खाना खानुपर्ने हुन्छ कसले खाएको खाना के छ अब यस्तो तिमी सानो बनायो 0 यही हो 0.5 हेर्नु साथीहरू खाना पाकिसक्यो अब खाना खानुपर्ने हुन्छ ए अब यस्तै गिल्लो बनाउँछन् कि भात मलाई सिमसिमे पानी जिस्किने नानी छैन रहेछ ए आलु मात्रै रहेछ त अनि यस्तै गर्छन् के छिटो जाम भन्न मान्छन् आउन टेन गर्छन् त अनि आज मेरो मामालाई कस्तो राम्रो देखिछु के मेकअप गर्नु थियो के तँ ह्यान्डसम छु नि म अलरेडी ह्यान्डसम छु कि र गो छिटो काट छिटो काट बहिनी जाऊ भन्छ काट छिटो फटाफट काट छिटो सक्नुपर्छ धान छिटो काट छिटो गर्छन् गरी राम्रोसँग गरी खान्छन् अब जिन्दगीमा भेटली सेयर नबोला हामी अहिले खाना खाएर पनि फेरि आइसक्यौँ 2 बजे लगभग 3 बजी रहेछ अहिले हामी आइसक्यौँ खाना खाएर फेरि काट्नलाई छिटो काट ओ छिटो फटाफट काट फटाफट छिटो हजुर गर्नुहोस् फटाफट काट्नुहोस् ल छिटो हजुर छिटो काट्नुहोस् छिटो सक्नुपर्छ काट्यो छिटो ओ आइज त अनि काट्न आइज काट्नुपर्ने गएर भोलि काम गर्छौ हामी मजाले काट्नुपर्छ भोलि छिटो अहिले हामी यो सब काट्नुपर्ने हुन्छ बहुत छ हामीले काट्ने बहुत छिटो काट नबोल धेरै नबोल काट फटाफट म ट्युसन गइहाल्छु के बेन्ने तँलाई कुल छेक छैन के नजाऊ कि मामामा सुन्न जानुहुन्छ अनि नबोल धेरै बोल्ने हेर्नु साथीहरू मैले धान काटेर पनि सकिसकेँ सब खतम सब सकिसकेँ म अरे म त खत्रै मान्छे भइसक्यो त यस्तो धानहरू सब सकिसक्यो हामीले सब धानहरू सकिसक्यौँ अनि म आएर बिन्दा सुतिरहेछु यहाँ मलाई ठकै लागिरहेछ अनि त्यही गाइज आजको भिडियो यति नै मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला मन नपरेन भने बेल आइकनको दबाउनु किनकि अर्कोचोटि पक्कै तपाईँले राम्रो भिडियो लिएर आउने छु एभ्रिवान आजलाई बिदा हुन्छु भेटौँला भोलि है त